झन्डै एक हप्तापछि फाइनली आइसक्यो साथी गाइजहरु मेरो मिनी भ्लग पनि। अनि यत्रो टाइमसम्म यसको भ्लग चाहिँ किन आएन भनेर चाहिँ सोचिराख्नु भएको होला तपाईहरुले। त्यो चाहिँ एकछिन भन्छ मेलामा जान पाएको छैन के साह्रो मस्तले खानेकुराहरु सजाएर राखेको के भैयाहरुले पनि हेर्दा पनि खाम लाग्ने। अर्को सालसम्म मेरो लभ पढो भने साथी गाइजहरु यसमा चाहिँ मेरो बिएफको नाम लेखेर मेरो हातमा लगाउनु पर्ला साथी गाइजहरु। बिस्तारै भिड पनि एकदम धेरै बढिरहेको थियो, हिट न समेत बाटो थिएन। अनि हामी फेरि त्यो मेलामा हिडी घुमी जाऊ लागेर हामी चाहिँ लाग्यौँ एकजना दिदीको घरतिर। अनि हो त्यहाँ बसेर मस्तले गफसफ गरेर हामी चाहिँ फर्कियौँ। आउन पाएको छैन भैयाले फेरि आइसक्रिम खाऊ भनेर कति जिद्दी हानेको क्या। अनि बहिनीले खायो मैले चाहिँ खाएन। अनि कति चाहिँ बाहिर घुम्नु भनेर साथी गाइजहरु हामी चाहिँ टिकट काटेर चाहिँ फाइनली गयौँ भित्र। अनि भित्र पनि यस्तो रमाइलो भइरहेको थियो नि, नाच्दै रमाइलो भयो कि जे होस्। भिडियो नआउनुको मेन रिजन भनेको नि साथी गाइजहरु एउटा अल्छीपन अनि एउटा फेरि टाइम पनि नभएर है। अब के गर्नु, अब यस्तै हो भने आइसक्यो अहिले चाहिँ फाइनली एक हप्तापछि झन्डै। जब गीत बज्यो मान्छेहरु उफ्रियो त्यसपछि त साथी गाइजहरु धुलोको त बर्सात भयो, लास्टै धुलो उडिरहेको थियो। धुलोमा बस्नु भन्दा बरु म पिङ खेल्न जान्छु भनेर पिङ खेल्न गएको साथी गाइजहरु। खासमा पिङ खेल्न मन चाहिँ मलाई रोते पिङमा थियो, के गर्नु नभएपछि अब यो डुङ्गामा भयो भने खेल्नु पर्यो। तर लास्टै रमाइलो भइरहेको थियो। अनि ठ्याक्कै रमाइलो हुनु बित्तिकै फेरि रोकिन्छ कि यस्तो झ्याउ लाग्ने। त्यहाँदेखि झरेर फेरि हामी चाहिँ लाग्यौँ हल्का सामानहरु लिनको लागि। अनि बहिनीहरु फेरि औठी झुम्का के हेरेर मलाई फेरि यस्तोमा 1% पनि इन्ट्रेस्ट नै छैन। अब मेलामा बसिराखेर पनि भएन। अनि हामी चाहिँ त्यहाँदेखि चाहिँ निक्लियौँ। अनि साथी गाइजहरु लास्टको सिटमा बसेर गीत सुन्दै रमाइलो गर्दै गएको। जाने बेला भन्दा आउने बेला चाहिँ लास्टै रमाइलो भइरहेको थियो। अनि यस्तै रमाइलो गर्दा हामी चाहिँ आइसक्यौँ साथी गाइजहरु फाइनली सुनिचर। अनि यता फेरि पैसा नपुगेर झाउ भएको थियो। अनि अङ्कलले फेरि केही छैन नानी भनेर चाहिँ हामीलाई चाहिँ छुट गरिदिनु भयो। धन्यवाद अङ्कल। आजको लागि यति, हस् त बाइ बाइ।